हाई इफ तपाईँहरूमध्ये कसैलाई एससिसिए के हो भनेर कन्फ्युजन छ भने चाहिँ एससिसिए भनेको युकेको बोर्ड हो, अकाउन्टेन्ट बोर्ड हो। अनि यो चाहिँ वर्ल्डकै सबैभन्दा धेरै अकाउन्टेन्ट्स भएको बोर्ड हो र यसको 170+ कन्ट्रीमा चाहिँ यसको रिकग्निसन छ। सो नेपाल पनि वान अफ द कन्ट्री पर्छ होइन, जहाँ चाहिँ एससिसिए रिकग्नाइज हुन्छ। यसलाई नेपालकै आइक्यानले पनि रिकग्नाइज गर्छ। अनि एससिसिए गरिसकेपछि के हुन्छ त? सो एससिसिए भनेको इट्स इक्भ्यालेन्ट टु सिए होइन, नेपालमा सबैले सिए सुन्नुभयो होला, चार्टर्ड अकाउन्टेन्ट त्यस्तै हुन्छ। तर अलिकति एउटा डिफ्रेन्स चाहिँ के हुन्छ भने एससिसिएले यहाँ नेपालको अडिट रिपोर्ट, अडिटिङ गरिसकेको रिपोर्ट अथराइज गर्न, साइन गर्न मिल्दैन। त्यसको लागि चाहिँ हामीले नेपालकै ट्याक्सेसन्स, नेपालकै रुल्सहरू पढ्नुपर्ने हुन्छ। सो तपाईँले एससिसिए गरेर तपाईँले नेपालको आइक्यानबाट इक्जामहरू, सर्टेन इक्जामहरू पास गरिसकेपछि तपाईँले त्यो पनि गर्न सक्नुहुन्छ। अनि एससिसिए कसले गर्ने त? एससिसिए कसले गर्ने भने जसले चाहिँ भर्खरै +2 गरेर बस्नुभएको छ उहाँहरूले गर्ने। अनि त्योभन्दा मोर इम्पोर्टेन्ट कुरा चाहिँ जसलाई अकाउन्टेन्सीमा, फाइनेन्समा भन्छ नम्बर्समा अनि कुनै कुरालाई इन्टरप्रेट गर्न, एनालाइज गर्न मजा आउँछ, इन्ट्रेस्टेड हुनुहुन्छ भने उहाँहरूले गर्दा बेस्ट हुन्छ। अनि एससिसिए ब्याचलर्स, मास्टर्स गरिसकेपछि पनि गर्दा हुन्छ। मैले आफैले बिबिए, टियुबाट बिबिए गरिसकेपछि एससिसिए स्टार्ट गरेको हो। सो तपाईँहरूले ब्याचलर्स पछि पनि गर्दा हुन्छ, एक्जाम्सनहरू पाउनुहुन्छ। इफ तपाईँहरूले ब्याचलर्स, मास्टर्स पछि गर्नुभएको छ भने तपाईँले एक्जाम्सन पाउनुहुन्छ भनेको जम्मा 18वटा पेपरमा तपाईँले एक्जाम्सन पाउनुहुन्छ भनेको तपाईँको कुन कोर्स गर्नुभएको छ त्यो अनुसारले तपाईँले सर्टेन इक्जामहरू दिनु पर्दैन। अनि एससिसिए कतिको हार्ड छ त? एससिसिए तपाईँले मेहनत गर्नुभयो भने, मतलब मेहनत भनेको तपाईँले 24 आवर्स पढिराख्नुपर्छ भन्ने छैन, तर तपाईँले एउटा सर्टेन लेभल अफ मेहनत गरिराख्नुभयो कन्टिन्युअसली भने अभियसली मजाले तपाईँले गर्न सक्नुहुन्छ। अनि एससिसिए गर्नलाई कति कस्ट लाग्छ त? एससिसिए गर्नलाई चाहिँ तपाईँको नेपालमा तपाईँले इन्स्टिट्युटमा गएर, कलेजहरूमा गएर पढ्नुभयो भने अराउन्ड 7 to 8 लाख लाग्छ होइन। कलेजहरूले अलिक कम भन्छ, तर तपाईँले के बुझ्नुपर्छ भने मेनी अफ द कलेजले के कुरा चाहिँ सुरुमा भन्दैन भने एनुअल फी, एउटा सब्सक्रिप्सन हुन्छ, एनुअल सब्सक्रिप्सन फी त्यो तिर्नुपर्ने हुन्छ, त्यो भन्दैन। सो त्यो लगाएर 7 to 8 मजाले हुन्छ। अनि सेल्फ स्टडी गर्दै हुनुहुन्छ म जस्तै भने तपाईँहरूले 3.5 to 4 लाखमा मजाले सक्नुहुन्छ। अनि एससिसिए गरिसकेपछि अपर्च्युनिटी कस्तो छ? सो एससिसिए मलाई लाग्छ एससिसिए गरिसकेपछि त अपर्च्युनिटी अभियसली आउँछ नै, तर एससिसिए गर्दा गर्दै हुन्छ नि, तपाईँले एससिसिएमा चाहिँ 3 वर्षको तपाईँले एक्सपिरियन्स लिनुपर्ने हुन्छ तपाईँ एससिसिए मेम्बर हुनलाई। हो त्यो गर्दा गर्दै इफ तपाईँ स्किल्ड हुनुहुन्छ, तपाईँसँग नलेज छ, तपाईँलाई थाहा छ कसरी गर्ने भन्ने कुराहरू, तपाईँले जस्तै सर्टेन स्किल्स, क्विक बुक्स, जेरोको, एकाउन्टिङ सफ्टवेयरको, एक्सेलको राम्रो कमान्ड छ र अकाउन्टिङ कन्सेप्ट राम्रो छ भने तपाईँले एससिसिए स्टार्ट गर्दाखेरि तपाईँले लेभल 1 नलेज लेभल र स्किल्स लेभल पुगिसकेपछि तपाईँले स्टार्ट गर्नुभयो भने पनि तपाईँले अराउन्ड 30-35K देखि स्टार्ट गर्न सक्नुहुन्छ। अब त्यसलाई तपाईँले एससिसिए सकुन्जेलसम्म तपाईँले मजाले 1 लाख or 80,000 अराउन्डसम्म चाहिँ मजाले लान सक्नुहुन्छ। सो अपर्च्युनिटी पनि छ।